आज हामी भाइलाई पुऱ्याउनु जाँदैछौँ पैठन। यता फुपू रुँदै रहेछ, भाइ जाँदैछ पैठन। आज धेरै दिन बादमा छुट्टीमा यता फुपू चाहिँ रुँदै रहेछ भाइ गएकोमा। हामी चाहिँ अब जाँदैछौँ पुऱ्याउनु। त्यहाँ चाहिँ अघि गएर गाडीमा सामान लाउँदैछ, सामान पनि लगाइसकेछ। ल आइज, ल जाऊ ल। अब चाहिँ यसले पटन लाग्दैछ, गाडी कुदाउँछ है। अन्त बुहारी रुँदैछ बिचरा। ल आज चाहिँ यो धेरै दिन बाद पटन लाग्दैछ छुट्टी सकेर। पछि जग्गा छ है। ल गइङ बस ल। बाई। वाइपर छ। चाहिँ भाइलाई छोडेर म यहाँ बाथरुममा बसिरहेको छु। ल साथी हो, अब चाहिँ म पनि घर फर्केको। भाइ पनि उनीहरूको पल्टनको गाडी आएको थियो र चढेर गइहाल्यो। ल आजलाई यति नै। फेरि नयाँ नयाँ भिडियो राम्रो राम्रो लिएर आउनेछु, हेर्दै गर्नु ल।